गाई आज हाम्रो घरमा फेरि नयाँ चिज बनेको छ। आलु मटर और बैगन को तरकारी, फेरि दही अनि रोटी। मेरो मिडियमले रोटी एकदम राम्रो रोटी हाल्नुहुन्छ, मलाई एकदम मनपर्छ रोटी, एकदम मनपर्ने रोटी हाल्नुहुन्छ। अनि ल म खाएर चाहिँ हजुरलाई ट्राई गर्छु है त, खाएर देखाउँछु कस्तो बनेछ आज म्याडमले कस्तो बनाउनु भएछ। एकदम सुपर, एकदम बढिया बनाउनु भएछ। तरकारी पनि बढिया, दही पनि बढिया, रोटी पनि बढिया। ल हजुरलाई मन परेपछि मेरो भिडियो चाहिँ हेर्दै गर्नु होला, लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला। गैस यो तरकारी क्या बोल्छन्, यो तरकारी मैले बनाएको हो। यो तरकारीको रेसिपी हेर्नुको लागि मेरो युट्युब च्यानलमा एलआर थापा च्यानलमा जानु होला, हेर्नु होला। त्यता चाहिँ हजुरलाई सबै देखिनेछ। ल